सन्दर्भमा बाजुरा जिल्लाको खेलकुदका क्षेत्रमा कसरी विकास हुन सक्छ, समुचित विकास र न्यायोचित विकास र हामीले अनुसरण गर्ने र खेलकुदको क्षेत्रमा एक पाइला अगाडि बढाउनका लागि यहाँको जति योगदान रहन सक्छ त्यति खेल क्षेत्र बाजुराको खेल क्षेत्र प्रदान सक्छ। खेल जगतको क्षेत्रबाट पनि परिचित हुन सक्छौँ। खेल आफैमा यो स्वर्णिम अक्षरले लेखिएकै छ, स्वास्थ्यका लागि र राष्ट्रका लागि पनि हुने भयो, समुदायका लागि पनि हुने भयो, इभन राष्ट्रका लागि पनि हुने भयो, पहिचान दिन सक्छ भन्ने खालको कुरा हो। र तपाईँहरू जुन प्रकारले चाहिँ यहाँ नियुक्त भएर आउनुभएको छ, तपाईँहरूको कर्तव्य हुन आउँछ यो खेल जगत, बाजुरा जिल्लाको खेल जगत र हामीसँग रहेका केही कमी कमजोरीहरू, केही त्रुटिहरूलाई सोच्याउँदै अगाडि बढ्नका लागि यहाँहरूलाई प्रेरणा दिनुहोस् र विभिन्न सेक्टरबाट यहाँहरू सफल हुनुहोस्। तपाईँको राखेको छ, प्रदेश समिति छ र तपाईँहरूसँग प्रशासन छ, तपाईँहरूसँग स्थानीय सरकार छ, 3 तहको सरकार छ। समन्वयात्मक भूमिका निर्वाह गरेर कसरी अगाडि बढ्न सक्नुहुन्छ त्यस किसिमले जानुहुनेछ। थोरै एउटा यहाँहरूको समय लिउँ। यो कथाकै रूपमा हुनसक्छ या चाहिँ व्यङ्ग्यकै रूपमा हुनसक्छ, तपाईँ कसरी लिनुहुन्छ। एकचोटि भनिहालौँ चिड बित्थड पञ्चायतको चाहिँ प्रधान पञ्च नियुक्त हुनुभएछ अथवा चाहिँ निर्वाचित हुनुभएछ। हिउँ परेको बेला उहाँलाई केही भनिहाल्नु नि, प्रधानज्यू थोरै भाषण दिइहाल्नु न भनेछ। अनि डोको घोट्याएर त्यतिखेर चेयरको चाहिँ व्यवस्था थिएन, डोको घोट्याएर उनले आसनको व्यवस्था गरेछ। अनि उनले भनेछन्, म स्वर्गको आदिपट्टिबाट भइदिएँ, हलो जोत्नु नै पढोलो, माला जानु नै पढोलो, भाङ्गो मिक्नु नै पढोलो। अनि के भन्छ नि, पगडी गडी आउलो वहीँ थाम्लो, घोडा चढी आउलो वहीँ थाम्लो, भोलि चैन पर त्यहाँ एक सल्लाहको लाकडो आउनु भन्न खोजेको कुरा यो तपाईँहरू जिम्मेवार भयो। मान्छेको व्यक्तित्व के छ, मान्छेको इमान्दारिता के छ, उसको प्रेजेन्स कसरी देखाउन सक्छ भन्ने यो ठुलो अवसर हो। यसलाई तपाईँले प्रयास गर्नुपर्छ, यसलाई चाहिँ पछ्याउनुपर्छ। यो केही धेरै भइदिए भन्ने कुरा होइन। जस्तो हामीलाई पनि सुरुमा केही लाग्यो होला, धेरै भइगयौँ कि जस्तो लाग्यो होला। 5 वर्ष बित्दा केही गएन होइन। तपाईँहरूको 3 वर्ष कार्यकाल हुन्छ कि कति हुन्छ, 4 वर्ष कार्यकाल हुन्छ। 4 वर्ष पनि यस्तै बित्ने हो। तर तपाईँहरूले गरेको काम देखाएको चाहिँ यहाँ समझदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। एउटा कथा पढेका थियौँ हिजो हामी, समझदारी र बुद्धिमानी भन्ने कथा। एउटा ठुलो नदी हुन्छ, नदीमा काठको पुल हुन्छ। पुल भनेको पनि अहिलेका जस्तो चाहिने यो चाहिने झुलङ्गे पुल अथवा चाहिने मोटरेबल पुल होइन, काठको पुल हुन्छ, साँगो मानौँ। अनि त्यो त एक हिँडाइ हुन्छ, सौमा ठुलो जिम्मेवारी हुन्छ। खेल क्षेत्रको पूर्ण रूपमा सुप्रिम पावर तपाईँकै हातमा छ। तपाईँ कसरी सँगालेर जानुहुन्छ, कसरी चाहिने सफल हुन जानुहुन्छ, वा चाहिँ तपाईँ यत्तिकै आइराम गइरहनुहुन्छ, यो कुरा तपाईँहरूको हातमा छ। त्यसैले समन्वयात्मक भूमिका निर्वाह गर्नुहोस्, कुरा गर्नुहोस्। बजारमा विभिन्न प्रकारका मान्छे भेटिन्छन्, बजारमा धोबीहरू धेरै भेटिन्छन्। जस्तो सीताले अघि परीक्षा गर्नु लिनु पर्यो, धोबीहरू थुप्रो भेटिन्छ। मार्केटमा शकुनी धेरै भेटिन्छन्, जस्तो महाभारत युद्ध घट्यो। यस्तो बातमा कृष्ण पनि भेटिन्छ, जसले गीता जस्तो महान ज्ञान अनि प्रदान। त्यसो हुँदाखेरि मार्केटमा कुरा सुन्ने हो, बुझ्ने हो। यस्तो बात नै कि अरूका कुराहरू लिने हो, बुद्धि आफूसँग हुनुपर्छ, निर्णय गर्ने क्षमता आफूसँग हुनुपर्छ, सुझाव नलिने भन्ने कुरा होइन। कहीँ भूमिको चाहिने कुरा सुनियो, सपनीको कुरा सुनियो भने कहीँ रामायण हुन सक्छ, नहोस् कहीँ महाभारत नहोइदेओस्, मात्रै सुन्नु।
यो चाहिँ यही हुन्छ, यही प्रकारले बुझेको छ भनेको होइन। तर हामीले हिँड्दाखेरि यो कुराको ख्याल गर्नैपर्छ। खुट्टा चाल्दा कहीँ ठेस नलागोस्, टाउकामा झुक्रिन नलागोस् भन्ने छन्। त्यसो हुँदाखेरि तपाईँहरूको कार्यकाल एकदम सफल भएर जाओस्। तपाईँ योग्य मान्छे हुनुहुन्छ, खेल क्षेत्रको विकास गर्नुहोस्, प्रशिक्षक ल्याउनुहोस् र खेलाडीहरू उत्पादन गर्नुहोस् र स्थानीय तहहरूसँग थोरै भए पनि अहिले चाहिने पहाडका यी चाहिने हाम्रा स्थानीय तहसँग आन्तरिक स्रोत छैन। त्यही पनि मन त हो, विचार त हो, भावना त हो। तर यो खेल समितिलाई अथवा चाहिने जिल्ला खेलकुद समितिलाई सहयोग गराउन, एक स्टेप अगाडि बढाउन हाम्रो चाहिने भूमिका रहन्छ नि भन्ने प्रकारले एकदम तयार गर्ने प्रकारको चाहिने गर्नुहोस् न। अब त्यसका लागि त थोरै त यो चाहिने समन्वयात्मक भूमिका निर्वाह गर्ने मान्छेले कुनै निर्णयको कुरा पनि आउँछ। अर्डर गरियो र यसै नै हिँड्दै गऱ्यो भने त्यो कुरा कोही बुझ्दैन। त्यसैले आमाले जसले 9 महिना राखेर 270 दिन पेटमा बोकेर रगत जस्तो चिज दिएर र दुध खुवाउने बेला जब बच्चा हुँदैन तब आमाले थाहा पाउँदैन मेरो बच्चा रोयो अथवा भोक लाग्यो के भयो भन्ने थाहा पाउँदैन। त्यसैले कराउनुपर्छ, हुनुपर्छ, समन्वयात्मक भूमिका निर्वाह गर्न लाग्नुपर्छ। र अहिलेसम्म चाहिँ जस्तो जुन रूपमा छौँ बिग्रिसकेको छैन, हैसियतै बिग्रेको छैन, त्योतिर हामी उफ्नौँ र हामी सबै सँगै छौँ। इभन कसैसँग स्रोत नहोला, कसैसँग खेलको चाहिने ज्ञान नहोला, तथापि खेल यो भन्ने कुरा त सामान्य कुरा, सबै कुरा त जानेको हुन्छ नि। त्यसो हुँदाखेरि सबैबाट सहयोग लिएर, सबैबाट गरेर, सबैसँग एकबद्ध भएर तपाईँहरू लाग्नुभयो र यस ढङ्गले जानुभयो र छलफल गर्दाखेरि तपाईँहरू भोलि इन्डियन नै हो, त्यो हामी सबैलाई जानकारी छ। तपाईँको यो खेल क्षेत्रमा कन्ट्रिब्युसनको आवश्यकता छ। सेतु बाँध्दाखेरि, रामको सेतु बाँध्दाखेरि त जाम्बवान हनुमानले ठुल्ठुला पहाड, ठुल्ठुलो चाहिने रुखहरू उठाएर ल्याउँथे। लोमडीले, सामान्य लोमडीले पुच्छरमा ल्याउने माटो लिएर जान्थे। भगवानको पनि भगवानको यो परमार्थका लागि नै हो। धेरै धेरै बधाई सफल पूर्ण कार्यकालको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। खेलकुद विकास समितिलाई चाहिँ यो ठ्याक्कै यो विधानमा संशोधन भयो कि खेलकुद समिति मात्र भएको छैन मैले जानकारी पाएँ। यो हामीले यो नयाँ टिमले चाहिँ पूर्णता पाएदेखि चाहिँ योभन्दा अगाडिका वर्षहरूमा पनि यी समितिहरूले आफ्ना काम, कर्तव्य र अधिकारमा रहेर आफूलाई जतिसक्दो खेल जो प्रतिस्पर्धाको गेम हो, यो गेममा चाहिँ जसरी पनि प्रतिस्पर्धात्मक रूपमा इमान्दारिताका साथ जो बाजुरा जिल्लाको खेल क्षेत्रलाई बलियो बनाउनका लागि अहम भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र आएको यो टिमलाई चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। जस हामीले खेल क्षेत्रलाई व्यवस्थित भव्य बनाउनको लागि चाहिँ प्रतिस्पर्धात्मक सोच चाहिँ खेलाडीमा हुनुपर्दो रहेछ भन्ने चाहिँ हजुरहरूसँगको लगभग राष्ट्रपति रनिङ सिल्ड लगायत अन्य खेलहरूमा पनि हामीले चासो राखिरहँदाखेरि चाहिँ जो व्यक्ति खेलाडी हुन्छ त्यसमा इमान्दारिता र खेलाउने प्रशिक्षकमा पनि त्यत्तिकै इमान्दारिताको चाहिँ खाँचो छ भन्ने चाहिँ मैले महसुस गरिरहेको छु। हामीले गेम खेल्दै गर्दाखेरि जितका लागि चाहिँ सबैले जितकै लागि गेम खेलिरहनु भएको हुन्छ। हामी त सानो सानो जिल्ला स्तरको कुरा गरिराखेका छौँ या राष्ट्रिय स्तर या अन्तर्राष्ट्रिय स्तरकै गेमहरूमा त्यो प्रतिस्पर्धाको त्यो गेममा चाहिँ जित्नको लागि चाहिँ सबैभन्दा म हजुरलाई आग्रह गर्छु, हजुरको इमान्दारिता र पारदर्शिता कहिल्यै पनि त्यो कुरामा हजुरहरू कहिल्यै नछुट्नु होला, कहिल्यै पनि पछाडि नपर्नु होला र जहिले पनि सकारात्मक प्रतिस्पर्धाको सोचमा यहाँहरूको आगामी कार्यकाल अगाडि बढोस्। जहिले पनि यो प्रतिशोध भन्दा पनि इमान्दारिता नै सबैभन्दा गेमका लागि बलियो हतियार हो भन्ने चाहिँ लाग्छ मलाई। हामीलाई आफ्नो बच्चा खेलाडी होस्, आफू खेलाडी होस्, आफूमा कोही भनौँ टिमको खेलाडी होस्, जसलाई पनि हौसलाले मात्रै खेल क्षेत्र अलि बलियो बन्ने रहेछ भन्ने कुरा पनि हामीले महसुस गरिरहेका छौँ। यसका लागि चाहिँ सबैभन्दा बलियो टिम चाहिँ जिल्ला खेलकुद विकास समिति हुनुपर्छ।
त्यसको नेतृत्व कस्तो टिमले गरिराखेको छ भन्ने पनि देखाउँछ। अब अस्तिको जिल्ला स्तरकै रणवीर सिंह हामीले पहिलो खेलाइसकेका छौँ। अब यो टिमले कति वर्षसम्म खेलाउनुहुन्छ? सकारात्मक जो यो हामीले जिल्ला छनौट मात्र गर्ने होइन, विद्यार्थीलाई छनौट मात्र गर्ने होइन, हामीले राष्ट्रिय खेलाडीसम्म चाहिँ छनौट गर्न चाहिँ यही टिमले चाहिँ सक्सेस भएको छ। हाम्रो विशेष गरी म पङ्कज सुनारलाई धेरै धेरै बधाई व्यक्त गर्न चाहन्छु। हाम्रो यही टिमबाट अस्तिकै खेलाडी छनौट गर्दै गर्दाखेरि चाहिँ राष्ट्रिय खेलाडीमा छनौट हुनुभएको छ। त्यस्तै अरू खेलाडी पनि छन्, मेरो जानकारीमा नभएको पनि हुनसक्छ। त्यस्ता खेलाडीहरू विभिन्न टिममा गएर चाहिँ खेल्ने आकर्षण गरिरहनु भएको छ। अर्को कुरा, हामीसँग खेल्ने भाइ बहिनीहरू भनौँ, हाम्रो अग्रजहरू पनि आफ्नो प्रतिस्पर्धात्मक सोच र आफ्नो शारीरिक परिपक्वतादेखि लिएर तन्दुरुस्तीका लागि विभिन्न गेमहरू यो प्रतिस्पर्धाका लागि मात्र होइन, आफ्नो स्वास्थ्य तन्दुरुस्तीका लागि पनि हामी विभिन्न गेमहरू खेलिरहेका छौँ। यो व्यवस्थापनका लागि कस्तो पहिचान दिने त खेल क्षेत्रबाट बाजुराले कसरी चिनाउने भन्ने खालको चाहिँ यो समितिले चाहिँ मुख्य गरिकन ध्यान दिन आवश्यक रहेको छ। हामीले जहिले पनि कसले कसरी के गरिराखेको छ भन्दा पनि टिमको लिडिङ गरिसकेपछि मैले कसरी गर्ने भन्ने खालको चाहिँ यहाँ एकजना त अध्यक्ष हुनु नै भयो, अरू उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यज्यूहरू हुनुहुन्छ, सबैको सहकार्य भयो मात्रै यो टिम सक्सेस हुन्छ। एकजनाले मात्र गर्न सक्दैन, तर लिडिङ गर्ने मान्छे चाहिँ समन्वयकारी भूमिकाको व्यक्तित्व चाहिँ हुनपर्छ। यो टिममा मात्र होइन, समग्र समूह होला, सञ्जाल होला, जुनसुकै टिममा पनि नेतृत्व गर्ने टिम चाहिँ समन्वयकारी भूमिका भएको, अलिकति सबैलाई समेटेर लैजाने खालको चाहिँ हुनुपर्छ। हामीले राजनीति हुन्छ, राजनीतिक नियुक्ति नै हो यो नियुक्ति हुँदै गर्दाखेरि होला आफ्नो पार्टीको एजेन्डा पनि एजेन्डा बाहिर जानुपर्ने होला, सबै पार्टीको एजेन्डा एउटै हुँदैन। त्यो एजेन्डा अनुसार पनि यो टिममा पदमा आइसकेपछि चाहिँ त्यसलाई पनि 22 गर्नुपर्छ भन्ने त छैन, तर पनि समग्र ओभरअल यो हाम्रो बाजुराको पहिचान देखाउनका लागि सबै पार्टीले एउटै हातेमालो भएर अगाडि बढ्नका लागि हामीले कसरी सक्सेस हुन सक्छौँ त, यस्ता कुराहरूमा पनि हजुरहरूले ध्यान दिनुहुनेछ भन्ने कुराहरू राख्न चाहन्छु। यहाँहरूसँग मेरो पालिकाको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सँगसँगै रहेर आफूले जानेका बुझेका र आफूले गर्न सक्ने जतिको क्षमताको हैसियतले भनौँ, सहभागिताको हैसियतले मेरो तर्फबाट पूर्ण समर्थन रहने कुराहरू व्यक्त गर्न चाहँदै पूर्णता पाइएको थिएन, तर धेरै हदसम्म सदस्य र कोषाध्यक्ष उपाध्यक्षसहितको चाहिँ एउटा टिम बनेको छ। हामीहरू कार्यको प्रतिनिधि हामी प्रधान सदस्य छौँ। एक किसिमको सम्मति अहिले बनेको छ। केही सदस्यहरू चाहिँ बाँकी कुरोहरू रहनु भएको छ, जानकारी पाएको छौँ। पक्कै आज यहाँले शपथ ग्रहणमा जुन वाचाहरू गर्नुभएको छ, राष्ट्र जनताको प्रति आफ्नो खेलकुद क्षेत्रको विकासका लागि यहाँले आफ्नो जुन शपथ ग्रहण गर्नुभएको छ, यसै बमोजिम चाहिँ आगामी दिनमा यहाँले गर्ने हरेक कार्यक्रम क्रियाकलापहरू पनि यो चाहिँ व्यवहारिक रूपमा चाहिँ पक्कै पनि प्रस्फुटन गर्नुहुनेछ र जिल्लाको खेलकुदको समग्र क्षेत्रमा विकास गर्नका लागि चाहिँ सम्पूर्ण हाम्रो यो खेलकुद विकास समिति आज रहनुभएका नयाँ पदाधिकारी सदस्यहरूको विशेष भूमिका हुनेछ भन्दै यस जिल्लाको खेलकुद क्षेत्रको उत्तरोत्तर प्रगतिको काम मजबुत गर्दै आफ्नो छोटो सहकारमा धेरै मुलुक जनताप्रति र खेल खेलाडीप्रति पूर्ण वफादार भई सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु। ईश्वर, देश, खेल र खेलकुद जनताका लागि नाममा शपथ लिनेछु कि जिल्ला खेलकुद समितिको परिषदप्रति हैसियतले मलाई दिएको काम मैले जाने बुझेसम्म कर्तव्य सम्झी देश तथा परिषदप्रति वफादार रही है पक्षपात नराखिएको लोकलाज नगरी इमान्दारपूर्वक प्रचलित कानुन अधीनमा रही पालना गर्नेछु। आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारी भएको कुनै गोप्य कुरा प्रचलित
जिन्दगी